नमस्कार साथीहरू, स्वागत छ आजको नयाँ भिडियोमा। आज बागमती प्रदेश लोक सेवा आयोगले प्रशासन तथा अनुगमन शाखामा पाँचौं तहमा एकदमै राम्रो संख्यामा भ्याकेन्सी खुलाएको छ। कुन पदमा कति संख्यामा माग भएको छ र कति पढेकाले यसमा फर्म भर्न पाउनेछन् र कहिलेसम्म फर्म भर्ने अवधि हुनेछ, यस भिडियोमा हेरेर आज म पुरै डिटेलमा जानकारी दिनेछु। त्यसकारण आज भिडियो अन्त्यसम्म हेर्नुहोला, भिडियोलाई स्किप नगर्नुहोला। सेवा समूह उपसमूह पद प्रशासन सामान्य प्रशासन वरिष्ठ सहायक खुल्लामा मात्रै 40 जनाको माग भएको छ। साथै प्रशासन लेखा वरिष्ठ लेखा सहायकमा खुल्लामा 3 जनाको माग भएको छ। त्यसपछि वरिष्ठ लेखा परीक्षण सहायकमा खुल्लामा 6 जना। त्यसपछि प्रशासन सामान्य प्रशासन वरिष्ठ सहायकमा महिलामा 12 जना माग भएको छ। त्यसपछि प्रशासन सामान्य प्रशासन वरिष्ठ सहायकमा आदिवासी जनजाति बाट 8 जनाको माग भएको छ। त्यसपछि वरिष्ठ सामान्य प्रशासन वरिष्ठ सहायक दलितमा 9 जनाको माग भएको छ। जम्मा माग संख्या 78। त्यसैगरी अरु पनि छ। सामान्य विविध वरिष्ठ महिला विकास सहायकमा खुल्लामा 2 जना। त्यसपछि इन्जिनियरिङ सिभिल सब इन्जिनियरिङ खुल्लामा 24 जना। त्यसपछि इन्जिनियरिङ सिभिल सब इन्जिनियर महिलामा 8 जना। त्यसपछि इन्जिनियरिङ सिभिल सब इन्जिनियर आदिवासी जनजातिको तर्फबाट 6 जना। त्यसपछि इन्जिनियरिङ सिभिल सब इन्जिनियरमा दलितको तर्फबाट 3 जना, जम्मा 41 जना माग भएको छ। एकदमै राम्रो संख्यामा आज माग भएको छ। बागमती प्रदेशको लोक सेवा आयोगले यो भ्याकेन्सी आज मात्रै खुलाएको छ। यो भिडियो स्किप नगर्नुहोला। म आजको यो भिडियोमा यो भ्याकेन्सीको बारेमा पुरै डिटेलमा तपाईहरुलाई जानकारी दिनेछु। साथै कृषि प्रसार, बाली विकास, बाली संरक्षण, त्यसपछि बागवानी प्राविधिक सहायकमा खुल्लामा 8 जना माग भएको छ। त्यसपछि कृषि प्रसार, बाली विकास, बाली संरक्षण, बागवानी प्राविधिक सहायकमा महिलामा 3 जना माग भएको छ। जम्मा माग संख्या 11 जना रहेको छ। त्यसपछि कृषि पशु चिकित्सा, त्यसपछि लापोडेडे प्राविधिक सहायक खुल्लामा 9 जना माग भएको छ। त्यसपछि कृषि पशु चिकित्सा लापोडेडे प्राविधिक सहायकमा महिलामा 3 जना माग भएको छ। जम्मा माग संख्या 12 जना रहेको छ। त्यसपछि शिक्षा प्रशासन प्राविधिक सहायक खुल्लामा 4 जना, जम्मा माग संख्या 4 जना मात्र रहेको छ। त्यसपछि स्वास्थ्य कन पहेन पब्लिक हेल्थ नर्स खुल्लामा 3 जना माग भएको छ। त्यसपछि अरु पनि छ। सेवा समूह उपसमूह पदमा स्वास्थ्य जनरल नर्सिङ 5औं स्टाफ नर्स खुल्लामा 6 जना। त्यसपछि स्वास्थ्य जनरल नर्सिङ 5औं स्टाफ नर्स महिलामा 2 जना। स्वास्थ्य जनरल नर्सिङ 5औं स्टाफ नर्समा आदिवासी जनजातिको तर्फबाट 2 जना गरी 10 जना माग भएको छ। स्वास्थ्य फार्मेसी सहायक खुल्लामा 2 जना। त्यसपछि स्वास्थ्य फार्मेसी सहायक महिलामा 1 जना गरी 3 जनाको माग भएको छ। त्यसपछि स्वास्थ्य ल्याब टेस्ट, त्यसपछि ल्याब टेक्निशियन खुल्लामा 3 जना। त्यसपछि ल्याब टेक्निशियन महिलामा 1 जना गरी 4 जना माग भएको छ। त्यसपछि स्वास्थ्य रेडियोग्राफर खुल्लामा 2 जना। स्वास्थ्य रेडियोग्राफर महिलामा 1 जना गरी 3 जनाको माग भएको छ। त्यसपछि स्वास्थ्य विविध एथेन्टिक सहायक खुल्लामा 2 जना, जम्मा माग संख्या 2 जना रहेको छ। त्यसपछि स्वास्थ्य हेल्थ इन्स्पेक्सन हेल्थ असिस्टेन्ट खुल्लामा 16 जना। त्यसपछि स्वास्थ्य हेल्थ इन्स्पेक्सन हेल्थ असिस्टेन्ट महिलामा 9 जना गरी 25 जनाको माग भएको छ। कुल माग संख्या 198 जना रहेको छ। अहिलेसम्मको पुरै यो 5औं तहको लागि 198 जना माग भएको छ। त्यसपछि अरु पनि छ। उपरोक्त विज्ञापनमा समावेश भएका सेवा समूह उपसमूह अनुसार स्थानीय तहहरूको तहगत माग पद संख्याहरूको एकीकृत विवरण कुन स्थानीय तह र जिल्लामा कति संख्यामा माग भएको छ, यो सम्पूर्ण डिटेल तपाईहरु यहाँ हेर्न सक्नुहुनेछ। यो बागमती प्रदेशको सम्पूर्ण डिटेल रहेको छ। त्यसपछि सेवा समूह उपसमूह कुन जिल्लामा कुन स्थानीय तहमा पदको माग संख्या कति छ, त्यो पनि पुरै डिटेल यहाँ तपाईहरु स्क्रिनमा हेर्न सक्नुहुनेछ।
त्यसपछि सबै कुरा यो स्क्रिनमा छ, कुन जिल्लामा कुन स्थानीय तहमा कति मार्क सङ्ख्या भएको छ सब कुरा हो। अब आउँछ परीक्षाको किसिम कस्तो हुन्छ, लिखित र अन्तर्वार्ता हुन्छ। लिखित परीक्षाको माध्यम भाषा सम्बन्धी पाठ्यक्रम तोकिए बमोजिम हुनेछ। त्यसपछि परीक्षा केन्द्र पछि प्रकाशन गरिनेछ। दरखास्त दिने अन्तिम मिति 2082 10 महिना 14 गते र दोब्बर दस्तुर 3 2082 10 महिना 21 गतेसम्म रहनेछ। उम्मेदवारको उमेरको हद 2082 10 महिना 14 गतेसम्म 18 वर्ष पुरा भई 35 वर्ष ननाघेको अपाङ्गता भएका व्यक्तिहरूको हकमा समेत सोही अनुसार हुनेछ। महिलाको हकमा 40 वर्ष ननाघेको हुनुपर्नेछ। बहालवाला स्थायी कर्मचारीहरूको हकमा सेवा गठन तथा सञ्चालन ऐन 2079 को दफा 18 को प्रतिबद्धनात्मक वाक्यांश 1 र 2 बमोजिम हुनेछ। त्यसपछि दरखास्त दस्तुर रु 700 रुपैयाँ हुनेछ। त्यसपछि प्रत्येक थप समावेशी समूह पत्रको लागि रु 300 थप दस्तुर लाग्नेछ। अर्थात् तपाईँ खुल्ला र महिलाबाट भर्नुहुन्छ भने तपाईँ 700 प्लस 300 गरी 1000 रुपियाँ लाग्नेछ। दरखास्त दस्तुर बुझाउने विधि। दरखास्त दस्तुर आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत सृजित बैंक भाउचर मास्टर आइडी र कारोबार सङ्केत नम्बर उल्लेख भएको प्रिन्ट गरी तोकिएका बैंकबाट नगद बुझाउन सकिनेछ वा दरखास्त दस्तुर आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत बैंक भाउचर सृजित भइसकेपछि सोही प्रणालीबाट सोझै भुक्तानी गर्नुपर्नेछ। त्यसपछि अरू कुराहरू तपाईँ यहाँ हेर्न सक्नुहुन्छ। दरखास्त दस्तुर बुझाउने अन्तिम अवधि हुनेछ 22 गतेसम्म, माघको 22 गतेसम्म हुनेछ अपलोड गर्ने। त्यसपछि अपलोड गर्ने कागजातहरू उम्मेदवारले शैक्षिक योग्यता, तालिम, अनुभव, स्वास्थ्य सेवाको हकमा सम्बन्धित स्वास्थ्य व्यवसाय परिषदमा दर्ता नवीकरण भएको प्रमाणपत्र लगायत सम्बन्धित विज्ञापनमा तोकिएका कागजपत्र अनलाइन दरखास्त प्रणालीमा तोकिएको स्थानमा PDF फर्म्याट म्याक्सिमम साइज 500 KB मा अपलोड गर्नुपर्नेछ। सबै उम्मेदवारहरूले आफ्नो फोटो, दरखास्तको नमुना, नागरिकताको प्रमाणपत्रको अगाडि र पछाडिको भाग स्क्यान गरी JPG फर्म्याट म्याक्सिमम साइज 500 KB मा अपलोड गर्नुपर्नेछ। दरखास्तमा उल्लेख गरेको विवरणमा सम्बन्धमा उम्मेदवार स्वयं पूर्ण जवाबदेही हुनुपर्नेछ। अन्तर्वार्ता मिति र स्थान। लिखित परीक्षाको नतिजा प्रकाशित हुँदा सूचना गरिनेछ। पदमा रही गर्नुपर्ने कामको विवरण, सेवा समूह सम्बन्धी यो कुरा तपाईँ हेर्नुहोला। आवश्यक न्यूनतम शैक्षिक योग्यताहरू सब कुरा यहाँ दिएको छ, तपाईँ हेर्न सक्नुहुन्छ। कुन पदको लागि कति योग्यता चाहिन्छ त सब कुछ यहाँ डिटेलमा दिएको छ, हेर्नुहोला। म हल्कासँग स्क्रोल गरिदिएको छु, हेर्नुहोला। भिडियो लामो हुन्छ त्यसैले म सबै कुरा पढ्न भ्याइन।